Hey guys, good morning to you all. अनि हजुरहरूलाई स्वागत छ मेरो फेसबुक पेजमा। म चाहिँ भर्खर उठेको अन्त आज चाहिँ एकदम सूर्यदेवले पनि हामीलाई दर्शन दिनुभएको छ। कहाँ जानु भएको? अनि जति नै छिटो सुते पनि जति म हिजो कस्तो छिटो सुतेको अति छिटो सुते पनि के हो 7 बजीभन्दा अगाडि आँखै खोलिँदैन के हो। एनिवेज आज घाम लागेको छ के गर्ने भनेर सोचिरहेको छु, तर एक्लै सोचेर हुँदैन हैन, साथी पनि चाहिन्छ। सो I'll see you later guys, bye bye. हेलो गाइस, म चाहिँ आज बरबोट जाने भएँ किनभने मलाई चाहिँ मम्मी र बाबाले नेपालबाट कुर्ता ल्याइदिनु भएको थियो। अम्बो डबल एक्सएल ल्याइदिनु भएछ। अन्त त्यसलाई फिक्स गर्नुको लागि जानुको लागि रेडी भएको थियो नि त। मेरो क्लचर झर्यो खोज्दै थिएँ अनि फेरि हामी हिँड्यौँ बरबोटतर्फ लाग्यो। कस्तो जाडो थियो आज त, कस्तो धुम्म लागिरहेको थियो, तर पनि वादियाहरूको धुम्माको मजा लिँदै हामी गयो। त्यहाँदेखि तर के गर्नु, केही काम पनि भएन, कुर्तै बनिन्छ अरे हो, कुर्ता पनि घट्दैन अरे। बाबाको पनि काम थियो, बाबाको पनि काम भएन। त्यस पछाडि चाहिँ ब्याङ्क जाने काम थियो त्यहाँ बरबोटको। अनि ब्याङ्क गयो, ब्याङ्कमा गएर त्यो गर्नु थियो, के पो केवाइसी गर्नु थियो। केवाइसी गरेँ। त्यस पछाडि बाबाको बाइकमा चाहिँ हावा कम्ती थियो, अन्त हावा भर्नु त्यही पर्तिरपट्टि गयो, बरबोटमै रहेछ। त्यस सकेर चाहिँ हामी फेरि घरतर्फ लाग्यौँ। फेरि निमोङ निस्किने काम थियो मेरो। फेरि लक्ष्मी भण्डार भरेको थिएँ 2-3 महिना भइसक्यो, अहिलेसम्म पनि पैसा पसेको थिएन भनेर चाहिँ एकपल्ट सोध्नुको लागि चाहिँ निमोङ ग्राम पञ्चायत निस्किने काम थियो। अनि पञ्चायतमा त त्यो आज त काम अरे मिटिङ चल्दै रहेछ, त्यही लागि कोही पनि अभाइलेबल रहेन रहेछ। अन्त बाबाले भन्यो मोमो खानु जाउँ भनेर, अन्त मोमो खायो। मैले त एउटा मात्रै खाएँ, मैले खानु पनि हुँदैन, मम्मीले देख्नु भयो भने त कराउनु हुन्छ होला अहिले, तर पनि एउटा मोमो चाहिँ खाइदिएँ मैले आज जेसुकै होस्। त्यस पछाडि फर्क्यो। अन्त हामी कस्तो तीको ती नै वेदर कस्तो डिफ्रेन्ट। अब यतानिर धुम्मा लागेर ड्याम्मै, फेरि यता चाहिँ उयो रहेछ, घाम लाग्ला जस्तो भइरहेको रहेछ। अन्त यो चाहिँ हाम्रो जोरल्यान्ड आइपुग्यो। जोरल्यान्ड चाहिँ यस्तो छ टप लाइन हो। अन्तखेरि आएर घरको साइडमा भाइ नाच्दै रहेछ, त्यसलाई नचाएँ मजाले, नाच भन्दै खुसी भएर त्यो पनि नाच्यो। त्यहाँदेखि गएर लुगाहरू फेरेपछि चाहिँ आएर बाबासँग मैला डढाउनु थियो घरको। अन्त मैला डढाउँदै मैले यो भोइस ओभर पनि गरेँ। अन्त आजको भ्लग यति नै एन्डिङ गर्दैछु। सो I'll see you in my next vlog guys, bye bye.